बालेन्द्रलाई देखाउने क्रममा अहिले गर्यो तर हिजो एकैचोटि भएको होइन नि। त्यहाँनिर नि एउटा प्लान्टेसन गर्ने एउटा कर्मचारी रहेछ जसले त्यो रुख बिरुवा रोपेर हुर्काएको रहेछ क्या। त्यसको इन्टरभ्यू मैले राति 10-11 बजे बिचरा त्यो डराइ धकमानी के कुरा बोलेको छ कि त्यहाँनिर पहिलो घर बन्दाखेरि उसले आफ्नो हाकिमलाई भन्यो अरे हजुर त्यहाँ त कोही मान्छे आएर घर बनायो है छोडिदियो भनेर। 2-4 दिन पछाडि 2-4वटा घर बनायो छोड। अब म पनि यहीँभित्र बस्नु परेको छ त्यो रुँगेर। यो मैले हुर्काएको रुखहरू हो भने त्यो थापाथलीको रुखहरूले देखाउँदै थियो कि बेलुकाको समय थियो। तर अब वास्ता गर्न छोडेपछि भने चाहिँ एकबाट अनेक भएको हो नि त त्यो र बढ्दै गएको हो। र बालेनले त्यहाँ फोटो देखाउनु पनि प्रधानमन्त्री भनेको नपत्याउने लक्ष्मीजी तपाईँ र म 2/3 बहुमतको प्रधानमन्त्री जो यहाँनिर चाहिँ तपाईँको महानगरमा आउँदाखेरि त्यत्तिका कहाँको मान्छे हामीलाई नामै थाहा थिएन यार। काङ्ग्रेस र कम्युनिस्ट दुइटैले जोड्दाखेरि पनि नपुग्ने भोट ऊ एक्लैले लिएर आयो र यसो गर्छु भने त्यो गरेर आएको छ। र तपाईँले अहिले हेर्नुहोस् सिंहदरबारमा 8:30 बजे पुग्छ बिहान 5-6 बजीसम्म बस्छ। उता त सुत्ने ठाउँ मात्रै हो काम गर्ने ठाउँ त यहाँ हो भन्ने थियो। त्यति राम्रो मन्त्री परिषद कार्यालय थियो। पहिला मन्त्रीहरू बस्दैन थियो प्रधानमन्त्री बालोटारबाट बनाउँथ्यो। त्यो त घर हो नि सराय घर हो। तपाईँ गएर सुत्ने ठाउँ हो। तपाईँ सुत्ने ठाउँमा अफिस सञ्चालन गरेर भयभरको कार्यपालिका टोटल मान्छेलाई मन्त्रीदेखि लिएर मुख्य सचिव सबलाई त्यहीँ बोलाएर काम गर्नुहुन्छ। तपाईँ विदेशीलाई पनि त्यहीँ भेट्नुहुन्छ। अहिले विदेशीलाई भेट्दाखेरि उसले चाहिँ सबैलाई कमनमा भेट्दा विदेशी पनि चकित परेन। अहिले विदेशीको त कुरा छोड्नुहोस् मन्त्रीले पनि बालेन्द्रलाई भेट्नमा किन भेट्नु पर्यो तैँले? जरुरी छ भने नोट पठाऊ अनि म बोलाउँछु। सांसदको त चान्सै छैन भेट्ने भने। अब पब्लिक तपाईँ हाम्रो त के कुरा हान्नु त यो सबैले के यो काम गर्ने बेला हो। म काम गर्न मलाई दिनुहोस् न भने भेट्न त आवश्यकता रहन्छ नि त। नभेटेको पनि यतिका काम गर्न सकिँदो रहेछ नि त। गरिरहेछ नि। अहिले त भर्खर मुस्किलले 1 महिना हुँदैछ। सो यो इन टोटालिटीमा हेर्दाखेरि लक्ष्मीजी यो जुन अध्यादेश आएको छ नि यो मेरो कामको कन्टिन्युएसनको लागि योमा आएको छ। र अध्यादेश आउने त जीवन पर्यन्त चल्ने त होइन। तपाईँ पार्लियामेन्टको सेसन बसेको 60 डेज भित्रमा अनुमोदन भएन भने त्यो अटोमेटिकली जान्छ। र एउटा गरिरहेको मान्छे छ गर्दैछ भन्ने कुरा नि मोर देन इनफ प्रमाणित छ। र त्यो मान्छेले यो कारणले गर्दाखेरि चाहिँ मैले अध्यादेश लिएर आउनु परेको हो भन्छ भने अध्यादेशलाई बाटो छलेर लिएर आएको हो भन्ने कुरा भन्नलाई नि मेरो विचारमा के भन्न चाहिँ पाइयो तर योग्यता पुग्दैन। म यसरी यसलाई डिल गर्न चाहन्छु। आई एम भेरी भेरी होपफुल। र सरकारको कुरा गर्नुहुन्छ भने हामी पनि चेतनशील प्राणीमा पढ्छौँ बुझ्नु भएन।